जय मसीह तथा नमस्कार प्रिय मित्रहरू। मेरो जीवनमा प्रेसरले हिर्काएपछि कसरी निको भयो भन्ने गवाईलाई बाँड्न गइरहेको छु। एकचोटि तपाईहरूले कृपया अन्त्यसम्म सुनिदिनुहोला। मेरो जीवनमा विगत आजको दिन वर्ष यही जेठ 27 गते घटेको घटना हो। ठीक 2079 साल जेठ 27 गतेको राति 10 बजेतिर ठुलो मेघ गर्जनको साथै पानी परेर जताततै बाढी पहिरो गएर काठमाडौँ चितवन पोखराको बाटो बन्द थियो। म भने उतिखेरै प्रेसरले हिर्काएर बेहोसी अवस्थामा थिएँ। जीप एम्बुलेन्स हुँदै जाने क्रममा बाटो बिग्रिएकोले काठमाडौँ टिचिङ हस्पिटल पुग्न असम्भव थियो र सबैतिर हेलिकप्टर सोधपुछ गर्दा अन्तमा हेलिकप्टर पाएर हस्पिटल पुग्दासम्म 18 घण्टा बितिसकेको थियो। म भने प्रेसरबाट अचेत अवस्थामा थियो, केही थाहा थिएन। त्यो बेलादेखि अहिले जेठ 27 गतसम्म ठिक 3 वर्ष पुग्ने रहेछ। त्यस बेला प्रेसरले हिर्काएर मृत्युसँग लड्दै गरेको र हस्पिटलको बेडमा मुढासरी पडिराखेको दिनहरूलाई अहिले सम्झिँदा साँच्चै नै परमेश्वरले मेरो जीवनमा ठुलो आश्चर्य काम गर्नुभएको रहेछ। डाक्टरले टाउको रगत जमेकोले अपरेसन गर्नुपर्छ र पनि अब आवाज आउँदैन भन्नुभएको थियो रे। तर उपचारकै क्रममा 18 दिनमा हजुर भनेर बोल्न थाल्यो र मलाई खाने कुरा पनि नाकबाट खुवाउन पर्थ्यो। तर भोलि निस्केसँगै मुखले बिस्तारै खान थाले र हस्पिटलबाट डिस्चार्ज भएर बानेश्वरको थेरापी सेन्टर पुगेर 7-8 दिन नबित्दै खुट्टाहरू बिस्तारै चल्दै सुधार हुन थाल्यो। विशेषतः मृत्युलाई जितेर फर्कनुको साथै अनि परमेश्वरको कृपा र तपाईहरू सबैजनाको प्रार्थना तथा साथ सहयोग र मायाको मुख्य भूमिका रहेको छ। सुरुवातदेखि नै सबै अगुवाहरूले परमेश्वर र आफन्तजनहरूले गाडीमा बोकेर हाल्नुदेखि लिएर हस्पिटलमा थेरापीमा लामो समय हुँदा सबै मण्डलीबाट सबै परिवारले निरन्तर प्रार्थना गर्नुभयो, उपवास बस्नुभयो, डाँडामा गएर प्रार्थना गर्नुभयो। हस्पिटलमा सबै मण्डली परिवार र परिवार आफन्त शुभचिन्तकहरू कहिले कुराको रूपमा त कहिले भेट्न प्रार्थना गर्न विश्वासीहरू साथै आफन्त सबैले उत्साह हौसला दिन आउनुभयो र विशेषतः औषधि उपचार र त्यहाँ बस्दाको सम्पूर्ण अग्रज दाइहरू, साथीभाइहरू, मण्डली परिवार, सम्पूर्ण गोर्खा उत्तरी भेगका मण्डलीहरू, अरू मण्डलीहरू, आफन्तजनहरूले एकदमै आर्थिक साथ सहयोग गर्नुभयो। तपाईहरूले गर्नुभएको सहयोग र गुणहरूलाई आशिषको रूपमा र नयाँ जीवनको रूपमा लिएको छु। म लगायत मेरो परिवारले तपाईहरू सबैलाई मुरी धन्यवाद। त्यतिखेर परिवार गाउँले सबैले म हेर्न आउने आफन्तहरूले म बाँच्छ भनेर कुरा कम मात्रामा रहेछ। गाउँलेले मरेको रहेछ, लास कतिखेर ल्याउँछ होला भनी पर्खिरहनु भएको रहेछ। जब गाउँ गए तब आफन्तहरू सबै मानिसहरूले तिम्रो परमेश्वरलाई धेरै धन्यवाद बजाउनु भयो भन्नुभयो। प्रेसर भएपछि पहिलाको जीवन र अहिलेको जीवनमा धेरै अनुभवहरू छुटाउने मौका पाए। विशेष त परमेश्वरले दोस्रो जीवन धर्मशास्त्रमा लेखिएको छ, यिर्मया 17:14 अनुसार, हे परमप्रभु मलाई निको पार्नुहोस् र म निको हुनेछु, मलाई बचाउनुहोस्, म बाँच्नेछु, किनकि मेरो प्रशंसाको पात्र
तपाईँ नै हुनुहुन्छ। यही पदलाई मनमा राखी हृदयदेखि परमप्रभुमा प्रार्थना गर्दै अगाडि बढ्दा केही म आफू हिँड्न सक्नेसम्म चाहिँ भएको छु, तर पहिला जस्तो चाहिँ हुन्छ या हुँदैन त्यो त परमेश्वरको हातमा रहेको छ। जस्तै बाइबलमा पावलको जीवनलाई हेर्छौँ भन्ने पावल पनि शरीरमा अशक्त थिए र प्रभुसँग प्रार्थनामा 3 चोटि बिन्ती गरे शरीरको रोग निको हुनको निम्ति। तर प्रभुले यसरी प्रार्थनाको जवाब दिनुभयो। 2 कोरिन्थी 12:9 मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। दिनु भएकोले शरीरमा अशक्त कमजोर भए तापनि प्रभुको सेवा गर्नको लागि आत्मामा पहिले भन्दा थप जोस जाँगर मिलेको छ। हस्पिटलमा जब 18 दिनपछि हजुर भनेर एक बोली बोले तब सबै कुराहरू जानेछु भनेको जम्मै मेरो भित्रबाट नै केही नभई सबै कुराहरू डिलिट भएछ। थेरापी गर्ने हस्पिटलमा सिस्टरले नाम सोधा, मेरो नाम जानेन। म छक्क परे। मेरो नाम घोक्न र लेख्न पहिलो किताब किनेर सुरु गरे। मलाई 1 महिनासम्म बोल्न र लेख्न प्र्याक्टिस गरे। अझै गर्दैछु। म दिनौँ एक्सर्साइज गर्दैछु। परमेश्वरले भन्दछ, यसकारण ख्रीष्टको शक्ति ममा बास गरोस् भनेर बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्नेछु। र आज मेरो जीवनमा पनि प्रभुले अनुग्रह गर्नुभएको लागि, नयाँ जीवन दिनुभएको लागि मेरो दुर्बलतामा म खुसी र उहाँको सेवा यस संसारमा रहन्जेल गरि नै रहनेछु। प्रेसरले हिर्काएर केही बाइबेलिया तथा अरू ज्ञानहरू याद गर्न गाह्रो भए तापनि बिस्तारै रोग निको सँगै बाइबलीय ज्ञानले ताजा हुँदै उहाँको योजना अनुसार हिँड्दैछु। आबद्धजनहरूलाई मेरो यो सल्लाह छ कि प्रेसर राम्रोसित चेक गर्नुहोस् र यति बढेमा डाक्टरको सल्लाह अनुसार औषधि लिने र खाने कुराहरू पाल्नुहोस्। फेरि म जस्तो नहोस्। तर मैले त प्रभुमा जीवन पाएर मेरो जीवनमा खुसी छु। तर प्रभु नपाउने तपाईँ आफन्तजनहरूलाई यही कुरा भन्न चाहे कि जन्मदेखि एक मुठी सास हुन्जेलसम्मको जीवन सम्झेर मात्र भएन, हामीले हाम्रो आत्मा पनि सम्झिनुपर्छ। के शरीर मरेपछि के हुन्छ या कहाँ जान्छ भनेर 2वटा ठाउँ छ जहाँ हाम्रो आत्मा जान्दछ, त्यो हो स्वर्ग र नर्क। अनि निर्णय हाम्रो आफ्नै हातमा छ कि हामी स्वर्ग जाने या नर्क जाने। स्वर्ग जसलाई अनन्त जीवनको रूपमा दिन सकिन्छ भने नर्क जसलाई अनन्त नाश, जहाँ कहिल्यै पनि आगो ननिप्ने र दुःख कष्ट पीडाको रूपमा लिन सकिन्छ। सबैजना एक दिन ढिलो चाँडो मर्छौँ, तर त्यसपछिको जीवन कहिल्यै नमर्ने जीवन प्रभुले दिनुहुन्छ, जुन अनन्त जीवन हो। यूहन्ना 3:16 यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। त्यसैले अझै प्राय मान्छेहरू बढी मात्रामा प्रेसरबाट मरिरहेको छ। त्यसैले भित्रहरू यो याद गरी राम्रोसित चेक गर्नुहोला। साथै फेरि सबै मण्डलीका पास्टर, एल्डर, डिकन, विश्वासी
तथा गाउँले सब आफन्तजनहरू सबैलाई धन्यवाद दिन चाहन्छु। म लगायत मेरो परिवारको तर्फबाट तपाईहरू सबैलाई परमेश्वरले आशिष दिनुभएको होस्। धन्यवाद।